तपाईहरुलाई मैले धेरै लामो कुरा भन्दा पनि अब तपाईहरुले कति ज्ञान सिक्नुभयो, कति सिप सिक्नुभयो, त्यो अहिले म्याचमा तपाईहरुको सिप सिकेको कुरा हामीले हेर्न पनि पाउनेछौँ। र यो सुरुवाती चरणमा हामी आधारभूत तहको एउटा फुटबल प्रतियोगितालाई यो भविष्यमा खेलमा एउटा लगानीको रूपमा हामीले चाहिँ यसलाई लिएका छौँ कि आजको रिजल्टलाई हामीले महत्त्वपूर्ण ठानिरहेका छैनौँ। भविष्यमा यसले दिने रिजल्टहरू खेल क्षेत्रमा मात्रै होइन, स्वस्थ नागरिक उत्पादन गर्ने र स्वस्थ मान्छेले मात्रै सही काम गर्न सक्छ भन्ने कुरालाई मध्यनजर गरेर यसमा कोही राष्ट्रिय खेलाडी बन्नु होला, कोही अन्तर्राष्ट्रिय खेलाडी बन्नु होला, कोही जिल्ला स्तरको, कोही क्षेत्र स्तरको, अनेक तहमा खेलाडी बन्नु होला, तर स्वस्थ नागरिक बन्न जरुरी छ। पहिलो सुरुमा स्वस्थ नागरिक बन्नको लागि यहाँहरू चाहिँ जुन फुटबल खेललाई आफ्नो एउटा इच्छाको रूपमा आफूलाई त्यहाँ समर्पित गर्न चाहनु भएको छ, सबै भाइहरूलाई, सबै बाबुहरूलाई मैले शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईहरुसँग मैले धेरै लामो कुरा गर्न चाहदैन। लुम्बिनी प्रदेश सरकारमा यस पटक हामीले मेरै पहलमा एउटा बजेट फेरि पनि विनियोजन गरेको छु। खास गरी प्रदेश सभाबाट पारित हुन त्यो बजेट बाँकी नै छ र यो प्रदेश सम्भवतः प्रदेश सभाबाट पारित हुन्छ भन्ने विश्वासले हामीले के गरेका छौँ भने अन्तर्मावि फुटबल प्रतियोगिता, खास गरी निर्वाचन क्षेत्र, मेरो निर्वाचन क्षेत्रभित्र रहेका मावि स्तरमा खास गरी 10 कक्षा पढ्ने भाइ बहिनीहरूलाई लक्षित गरे एउटा प्रतियोगिताको लागि बने बजेट विनियोजन गरेको छ। यो किन गरियो भन्दाखेरि हरेक रनिङ सिलहरू हुने, हरेक टुर्नामेन्टहरू हुने, म एउटा फुटबलमा रुचि राख्ने मान्छे भएर मैले चाहिँ फुटबल खेल्न पाएन, स्कुल जीवनमा मैले फुटबल खेल्न पाएन। यी समस्याहरू मैले देखिरहेको छु। आजको मितिमा पनि सानो फुटसल म्याचहरू हुन्छ र फुटबल म्याचहरू नहुने भएको हुनाले अहिले यो फुटबल म्याच अहिले विश्वको एउटा चर्चित म्याच, धेरैजना खेलाडीहरू उत्पादन हुने, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एउटा चर्चाको विषय, आकर्षणको विषय भएको हुनाले पनि हाम्रो गाउँबाट पनि, हाम्रो ठाउँबाट पनि, हाम्रो जिल्लाबाट पनि यस्तो खेलाडीहरू भोलि प्रोत्साहित गर्न सकिन्छ कि भन्ने मनसायले मावि स्तरमा खास गरी 16-17 वर्ष उमेर रहेका भाइ बहिनीहरूलाई लक्षित गरेर, छात्र र छात्रा दुवैलाई लक्षित गरेर हामीले चाहिँ यो म्याचलाई हामी अगाडि बढाउन सोचिरहेका छौँ र निकट भविष्यमा आगामी वर्ष यही 82 मा हामीले यो म्याच सञ्चालन हुने कुरा मैले भाइहरूलाई मैले जानकारी गराउन चाहन्छु। र मैले तपाईहरुसँग धेरै लामो कुरा नगरिकन तपाईहरु खेलमा अनुशासित भएर, यहाँ सानो भाइहरू, सानो बाबुहरू पनि देखिरहेको छु, अलि उमेरले 14 वर्ष पुगिसकेको बाबुहरू पनि हुनुहोला र तपाईहरुलाई अहिले यो म्याच, आजको म्याच, आजबाट सुरु हुने म्याच जित्नै पर्ने म्याच होइन। तपाईहरु भविष्यको सुरुवात गर्दै हुनुहुन्छ। धेरैजना भाइहरू 10 वर्ष पनि, 10-11 वर्षको 20 मा पनि हुनुहुन्छ होला। तपाईहरु एउटा फुटबलमा जुन लगाव भएर आउनु भएको छ, भविष्यको एउटा खेलाडीको रूपमा तपाईहरुले अगाडि बढ्ने एउटा जुन सपना सङ्गाल्नु भएको छ, त्यो सपनामा तपाईहरु सफल हुनुहोस् भन्ने मैले शुभकामना व्यक्त गर्न चाहन्छु। र तपाईहरुसँग मैले भन्न चाहन्छु, आजको म्याच अथवा आज हुने म्याच अथवा फाइनलसम्म पुग्ने म्याच तपाईहरुको एउटा आजसम्म सिकेको सिपलाई तपाईहरुले व्यक्त गर्ने ठाउँ छँदै हो, तर प्रमुख उद्देश्य भनेको यो म्याच जित्नको लागि गरिएको होइन। यो म्याचबाट हामी धेरै खेलाडीहरूलाई हाम्रो नजरमा हामी लिन खोजिरहेका छौँ ताकि आगामी दिनको भविष्यको प्रतियोगिताहरूमा पनि तपाईहरुबाट छनौट गरेर त्यस्ता ठूला प्रतियोगिताहरूमा सहभागी गराउन सकियोस् भन्ने मनसायले पनि यी कुराहरू अगाडि जोड्न खोजिएको छ। सायद तपाईहरुले खेलको माध्यमबाट विभिन्न खालको विकृति, युवामा रहेको विकृतिहरूलाई पनि तपाईहरुले चिर्नको लागि एउटा मेसेज दिनुहुन्छ भन्ने कुराको अपेक्षा राख्दै समय अभावको कारणले धेरै नबोलिकन तपाईहरु सबैलाई शुभकामना दिँदै यसको व्यवस्थापकीय पाटोमा एकदम सफलतापूर्वक आफ्नो काम गर्नुभएकोमा सिटी युथ क्लबलाई धन्यवाद दिँदै, सम्पूर्ण प्रशिक्षकज्यूहरूलाई धन्यवाद दिँदै, आजको सम्पूर्ण अतिथिहरू जसले बोल्न पाउनु भएन उहाँहरूको तर्फबाट समेत तपाईहरुलाई मैले शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।